मेरो गाउँको अवस्था हेर्नुहोस्, बाटो घाटो केही बनिएको छैन। यहाँको अवस्था यस्तो छ, यहाँ आरसिसी सडक भएको देख्न सकिन्छ, तर ड्रेनेज सिस्टम कतै छैन। विदाउट ड्रेनेज सिस्टम यो कस्तो खाले रोड बनाएको होला कुन्नी। अब हामी नेपालको सबभन्दा पुरानो गाउँ भन्छ होइन, सबभन्दा एजुकेटेड गाउँ पनि यसलाई नै भन्छ। अब हेर्नुहोस् यो गाउँको के कस्तो अवस्था छ र अहिले हामी कुन गाउँमा छौँ तपाईँहरूले कमेन्ट पनि गर्नु सक्नुहुन्छ। अब तपाईँलाई अहिले हामी देखाउनेछौँ। हेलो गाइस, हामीहरू अहिले सहरतिर जाँदैछौँ गाउँबाट। युवा नेताहरू सब जिन्दगीहरू यहाँ छन् होइन। अब हामी कुन गाउँमा छौँ भन्ने क्वेसन तपाईँहरूलाई होइन, अब कमेन्टमा भन्नु होला यो कुन गाउँ हो। नेपाल भारत सीमानामा हेर्नुहोस् गाइस, मलाई कसरी ओभरटेक गरिदिएर होइन गाइस। अब के गर्नु गाइस। हेलो गाइस, खनन गरी होइन, अब अवैध खनन हो कि के हो, तर यस्तो निर्माण सामग्रीहरू यस्तो बाटोमा राख्दाखेरि धेरै एक्सिडेन्ट हुने गर्छ। मेरो पनि अघि भर्खर एक्सिडेन्ट हुनबाट जोगिएको थियो होइन। हेर्नुहोस्, सरकारवालाहरूको ध्यान जाओस्, यहाँ बाटोमा यस्तो सामानहरू यस्तो निर्माण सामग्रीहरू थुपारेर राखेको छ। हेर्नुहोस् गाइजहरू,
यहीँबाट सखरा जाने बाटो यहीँबाट छुट्टिन्छ गाइज होइन। छिन्मस्तिका मन्दिर जाने बाटो यहीँबाट छुट्टिन्छ एउटा। अनि के छ तपाईँहरूको हल्लीचल्ली गाइज सुनाउनु होला मलाई पनि। यो एकदम सिटीहरूको अटो रिक्साहरूको होइन इलेक्ट्रिक रिक्साहरूको एकदम भिड लागेको हुन्छ होइन। अब हेर्न सक्नुहुन्छ उहाँ एकजना दाइले पराल बोकेर जाँदै हुन्छ बाइकमा। यस्तै हो कि ब्रो, किसान भनेको यस्तै हो कि थार होस् या जे बाइक होस्, सामान त लानै पर्यो खेत। अब हेर्नुहोस् त्यहाँ अगाडि साइड लाइट बालेर हिँडिरहेछन् मान्छेहरू। साइड लाइट बालेर कहाँ जान्छ होला थाहै छैन। अहिले हामी कोशी पश्चिमी कोशी नहर नजिक आइपुगेको छौँ होइन। यहाँ नहरको छेउमा इँटा भट्टाहरू हेर्न सकिन्छ। हामी यस्तै त हो नि बोरो। सशस्त्र क्याम्प सशस्त्र प्रहरी बल नेपालको हेडक्वार्टर हो यो होइन। अब यहाँ यो हाम्रो डोमेस्टिक एयरपोर्ट, अहिले कुनै प्लेन नभएको अवस्था। हामी यस्तै त हो नि बोरो।
हजुरहरूलाई धन्यवाद मेरो भिडियो यहाँसम्म हेरिदिनु भएकोमा। अब कृपया तपाईहरूले मेरो च्यानललाई लाइक सब्सक्राइब अनि सेयर पनि गरिदिनु होला। @NuxGaming4U NAKSHGAMING न्युमेरिकल 4 एन्ड अल्फाबेटिकल U NuxGaming4U तपाईँहरू सब्सक्राइब गरिदिनु, सेयर गरिदिनु होइन। अझै राम्रो रोचक भिडियोहरू लिएर आउँछौँ। राजब्याजको विभिन्न ठाउँहरूमा होइन, विभिन्न लोकेसनहरूमा गएर तपाईँहरूको लागि नयाँ भिडियो लिएर आउँछु। कृपया सब्सक्राइब गरिदिनु होला। हामी अब तपाईँहरूले सब्सक्राइब गर्नुभयो भने हामी छिट्टै आफ्नो एउटा राइडर ग्रुप बनाउने छौँ र तपाईँले त्यो राइडर ग्रुपको नाम पनि सजेस्ट गरिदिनु होला। मैले सोचेको हो CR7। अब CR7 भनेको क्रेजी राइडर 7, 7 जनाको टिम राख्ने। सुरुमा जतिजना मेम्बर बढ्दै जान्छ त्यति हामी थप्दै जान्छौँ CR को पछाडिमा नम्बर। अहिले त CR7 नै राख्नुपर्ने अवस्था देखिरहेको छु। 7 जना हामी छौँ। तपाईँहरूलाई अहिले हामी देखाउनेछौँ बाटो बन्द भएको अवस्था। बाटो बन्द भएको अवस्था छ। धमाधम काम चलिरहेछ। तपाईँहरूको लागि होइन, तपाईँहरूको सेवामा उपस्थित भएका छौँ हामी। हेर्न सक्नुहुन्छ। कृपया मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। तपाईँहरूको एउटा सब्सक्राइबले होइन म एकदम मोटिभेट हुन्छु अनि मोटिभेट भएपछि अझ राम्रो भिडियो बनाउने नै छु अनि हजुरहरूको अगाडि आउने नै छु। अब हजुरहरूको अलिकति एक सहयोगले अझ राम्रो भिडियो फोटोहरू ल्याउँछु म।